इनिसा विकको दोषीलाई कारबाहीको माग गर्दै सुर्खेतमा प्रदर्शन चलिरहेको छ। गर्भकोट नगरपालिका 6 घर भई हाल वीरेन्द्रनगर नगरपालिका 1 सुर्खेत बस्दै आएकी 16 वर्षीय इनिसा विक शनिबार 9 बजे बिहान ट्युसन जाने भन्दै घरबाट निस्केकी थिइन् र उनलाई जनजागरण सामुदायिक उपभोक्ता वनमा अचेत अवस्थामा भेटिएको थियो र उनलाई तुरुन्तै उद्धार गरी भेरी अस्पतालमा पुर्याइएको थियो, तर भेरी अस्पतालमा पुगिसकेपछि डाक्टरले उनलाई मृत घोषणा गरेको थियो र उसलाई बलात्कार भएको आशंका गर्दै मङ्गलबार 4 जना पक्राउ परेका छन् र उनलाई जबरजस्तीकरण गरिएको भन्दै प्रहरीले समातिएको छ। उनको गोप्य अङ्गभङ्ग भएको र रगत बगेको प्रहरीले जानकारीमा दिएको छ। उनी उषा बाल बाटिका स्कुल सुर्खेतमा 11 कक्षामा पढ्दै थिइन्। अहिले देशैभरि इनिसा विकको दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन चलिरहेको छ। नेपालमा कहिलेसम्म यसरी चेलीबेटीहरू असुरक्षित हुने र कहिलेसम्म यसरी मर्ने भनेर बहस पनि चलिरहेको छ। जस्टिस फर इनिसा विक, कृपया सबैले सेयर गरिदिनुहोला। धन्यवाद।